आजको यस चर्चामा स्वागत छ। आज हामी एकदमै महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ, हाम्रो कृषि। एकातिर सिंहदरबारका ठूला ठूला फाइलमा बन्ने योजना छन्, अनि अर्कोतिर खेतबारीमा पसिना बगाउने किसानको वास्तविक जिन्दगी। आज हामी यही नीति र यथार्थ बीचको खाडललाई केलाउनेछौँ। अब यो प्रश्न हेरौँ, के नयाँ नीतिले खाडीबाट फर्केका युवालाई साँच्चीकै हलो र ट्र्याक्टरको स्टियरिङ थमाउन सक्ला त? आगामी 2083-84 को बजेटले त युवालाई कृषिमा तान्ने गजबको लक्ष्य राखेको छ। तर कागजका ती आकर्षक अक्षरहरूले वास्तवमै गाउँको मुहार फेर्लान् कि नफेर्लान्, चासोको विषय यही नै रहेछ। ल अब विषयवस्तुतिर लागौँ। आज हामी मुख्यतया यी 5 कुरामा फोकस हुनेछौँ। पहिलो, कृषिमा युवा लक्षित नीतिहरू। दोस्रो, ती नीतिका समालोचना। तेस्रो, नगदे बालीको रूपमा कागती खेती। चौथो, पशु स्वास्थ्य अन्तर्गत पीपीआर रोग। र अन्त्यमा केही वास्तविक किसानका प्रेरणादायी सफलताका कथाहरू। सुरु गरौँ पहिलो भागबाट, कृषिमा युवा लक्षित नीतिहरू। अब सरकारको योजना के छ त? हेर्नुहोस्, वैदेशिक रोजगारीबाट फर्केका युवालाई आकर्षित गर्न सरकारले एग्रिटेक अर्थात् कृषि प्रविधिमा जोड दिने भनेको छ। त्यस्तै किसानका लागि पहिलो पटक किसान क्रेडिट कार्ड ल्याउने कुरा छ। अर्को राम्रो पक्ष भनेको बिचौलियाको झन्झट हटाएर सिधै किसानको ब्याङ्क खातामा पैसा पठाउने डिजिटल प्रणाली। अनि माटो जोगाउन प्राङ्गाणिक र जैविक मललाई प्रवर्धन गर्ने नीति पनि अघि सारिएको छ। अनि रमाइलो कुरा के छ भने यी कुरा केन्द्रमा मात्र सीमित छैनन् है। जस्तै खैरहनी नगरपालिकाले त वैदेशिक रोजगारबाट फर्केका युवा लक्षित कृषि कार्यक्रम सञ्चालन कार्यविधि 2080 नै लागू गरिसकेको छ। यसको मतलब स्थानीय स्तरमा पनि कामहरू अगाडि बढ्दैछन्। अब जाउँ दोस्रो भागमा, नयाँ नीतिका समालोचनाहरू। कागजमा त सबै कुरा राम्रै देखिन्छन्, तर कृषि विज्ञ उद्धव अधिकारीको यो भनाइले धेरै कुरा छर्लङ्ग पार्छ। नयाँ बोतलमा पुरानै रक्सी। उहाँको भनाइको अर्थ के हो भने, एग्रिटेक जस्ता नयाँ र सुन्दा एकदमै स्मार्ट लाग्ने शब्द राखे पनि भित्र हेर्दा त्यही पुरानै कृषि यान्त्रिकरणकै कार्यक्रम छन्, खासै नयाँ कुरा केही छैन भन्ने विज्ञहरूको चिन्ता छ। अब यो स्लाइडमा एउटा एकदमै रोचक कुरा छ। एकातिर सरकारले वनको स्याउला र सोतरबाट जैविक मल बनाउने कुरालाई खूब महत्त्व दिएको छ, जुन आफैमा एकदम राम्रो हो। तर अर्कोतिर वर्षौंदेखि हरेक बजेटमा गेम चेन्जर भन्दै गफ दिइने रासायनिक मल कारखाना खोल्ने योजना चाहिँ यसपालि सुटुक्कै गायब पारिएको छ। अचम्म छ होइन त? यति मात्र कहाँ हो र? नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहालले अर्को महत्त्वपूर्ण कुरा उठाउनु भएको छ। कृषिको कुरा गर्दा दुग्ध उद्योगलाई बिर्सन मिल्दैन, तर यो नीतिमा डेरी क्षेत्रका लागि अत्यावश्यक कर छुट र बिजुलीको महसुलमा सहुलियत दिने कुरा कतै छैन। उद्योग नै नबाचे किसानले दुःख गरेर निकालेको दूध कसले किन्ने? यो निकै गम्भीर प्रश्न हो। यसपछि हामी तेस्रो भागमा प्रवेश गर्दैछौँ, नगदे बालीको रूपमा कागती खेती। नीतिगत बहसलाई एकछिन थाती राखौँ र यथार्थमा काम लाग्ने कुरा गरौँ। युवाहरूले गाउँमै बसेर राम्रो पैसा कमाउन सक्ने एउटा गजबको विकल्प हो कागती खेती। तराई, भित्री मधेसदेखि मध्य पहाडसम्म मज्जाले फल्ने यो बाली व्यावसायिक रूपमा एकदमै सम्भावना बोकेको क्षेत्र हो। यसको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सही हावापानी र माटो हो। उदाहरणका लागि, सुन कागती 2 जातको कागती लगाउनुभयो भने प्रति हेक्टर 25 टनसम्म उत्पादन लिन सकिन्छ। तर त्यसको लागि समुद्र सतहबाट 100 देखि 1400 मिटरको उचाइ, 5.5 देखि 6.5 सम्मको माटोको पीएच र 10 देखि 35 डिग्री सेल्सियसको तापक्रम चाहिन्छ। यो कुरा मिलाउन सकियो भने उत्पादन सोचेभन्दा राम्रो हुन्छ। अनि कागती किन यति धेरै बिक्छ त? भान्सामा दाल र सलाद स्वादिष्ट बनाउन त छँदैछ, यसको व्यावसायिक माग पनि उत्तिकै छ। अचार उद्योग, औषधि निर्माण र कस्मेटिक सामान बनाउन पनि कागती नभई हुँदैन। बजारमा यसको माग सधैँ उच्च रहन्छ। अब अघि बढौँ चौथो भागतिर, पशु स्वास्थ्य र पीपीआर रोग। नेपालमा खेतीपाती र पशुपालन एक सिक्काका 2 पाटा हुन्। तर बाख्रा पालन गर्ने किसानले भोग्ने एउटा डरलाग्दो शत्रु छ पीपीआर भाइरस। सन् 1994 तिर नेपाल भित्रिएको यो रोग लाग्दा बाख्रालाई 104 देखि 160 डिग्रीसम्मको कडा ज्वरो आउँछ, मुखमा घाउ हुन्छ र बथानका बथान बाख्रा मर्न सक्छन्। किसानको वर्षौंको पसिना एकैछिनमा स्वाहा हुन सक्छ। त्यसो भए यो महामारीबाट बच्ने उपाय के त?
हेरौं यी 3 महत्त्वपूर्ण कदमहरू। पहिलो कुरा, बिरामी बाख्रा देख्ने बित्तिकै त्यसलाई अरूबाट तुरुन्तै छुट्याइहाल्नुपर्छ। दोस्रो, मरेका बाख्रालाई सुरक्षित रूपमा खाल्डो खनेर गाड्नुपर्छ ताकि संक्रमण नफैलियोस्। र सबैभन्दा महत्त्वपूर्ण कुरा, स्वस्थ बाख्रालाई समयमै पीपीआर विरुद्धको खोप लगाउनुपर्छ, जसले कम्तीमा 3 वर्षसम्म रोग लाग्न दिँदैन। अब हाम्रो अन्तिम र 5औं भाग, वास्तविक किसानका सफलताका कथाहरू। यति धेरै नीतिगत झन्झट र रोगव्याधिका बावजुद पनि के नेपालमा कृषिबाटै सफल हुन सम्भव छ त? बिल्कुल सम्भव छ। यो लिस्टले त्यही कुरा प्रमाणित गर्छ। कृषि विभागले नै सम्मान गरेका यी केही नाम हुन्: नुवाकोटका नकुलप्रसाद भण्डारी, काठमाडौँकी पेमा लामा र मोरङकी सुजाता मगर। उहाँहरूले आधुनिक खेती र पशुपालनबाटै लोभलाग्दो व्यावसायिक सफलता हात पार्नु भएको छ। मेहनत गर्दा माटोमै सुन फलाउन सकिन्छ भन्ने जिउँदो उदाहरण हुन् उहाँहरू। अन्त्यमा यी सफलताका कथाहरूले एउटा ठूलो आश जगाएका छन्। तर मनमा एउटा प्रश्न भने पक्कै उठ्छ। यदि सरकारका नीतिहरू कागजमा मात्र नथन्किएर साँच्चीकै किसानको खेतबारीसम्म पुग्ने हो भने, अनि किसानले पनि सही ज्ञान र प्रविधिको भरपूर प्रयोग गर्ने हो भने, के नेपालको कृषि क्षेत्रले साँच्चीकै एउटा नयाँ युगको सुरुवात गर्न सक्ला त? यो निकै गम्भीर प्रश्न हो। आजको यो चर्चाबाट पक्कै पनि केही नयाँ कुरा थाहा पाउनुभयो होला। यहाँहरूको समयको लागि धेरै धेरै धन्यवाद।